दिदीभाइहरू चाहिँ कहाँ गएको अरे दिदी? पेलिङ जाँदैछौँ अब। यहाँ गाइडहरू चाहिँ अब यहाँ दिदीहरू हुनुहुन्छ, हामीलाई घुमाउँदैछ। यहाँ मेरो भान्जा गाडी घुमाउँदैछ। अब जाँदैछौँ है हामी। अब जोरथाङ आइपुग्यो। गरम चाहिँ तर त्यही हो हल्का। आजको नयाँ दिन नयाँ यात्रामा हजुरहरू हामीसँग यात्रा गर्नुहुन्छ पेलिङ स्काईवक अनि छेउको चेनरेजी मोनास्ट्री। जोरथाङको तातो हावादेखि सुरु भएको हाम्रो आजको यात्रा खोला नाला भिर पहरा कान्दारा हुँदै गेजिङको चिसो हावाले हामीलाई स्वागत जनाए। समुद्र सतहदेखि 1953 मिटर उचाइ पुग्दा हामीले 1 घण्टा 46 मिनट समय लाएछौँ भने जोरथाङदेखि 48 किलोमिटरको दूरी यात्रा गरेछौँ। र आउनुहोस् जाउँ आज हामी पेलिङ स्थित स्काईवक अनि चेनरेजी मोनास्ट्री। जग्गामा चाहिँ भर्खर आइपुग्यौँ हामी। हेर्नुहोस् है यहाँको एकदम भिडभाड। यहाँ दिदीहरू बसिरहनु भएको छ हाम्रो, यहाँ माथि फर्किरहनु भएको छ। र इन्ट्रेन्स चाहिँ यहाँबाट रहेछ। र डिस्क्रिप्सनमा म तपाईँलाई के कति लाग्छ म भन्छु ल, कति लाग्छ। र हामी भित्र पस्यौँ। दिदी र भानिस यहाँ बसिरहेको छ। पेलिङको स्काईवकमा आइपुगेका छौँ हामी। र अब यहाँ मानेहरू पनि रहेछ। स्काईवक चाहिँ है धेरै डर पनि लाग्दो रहेछ, अलिक डर पो लाग्दो रहेछ यहाँनिर। यस्तो दामी छ है। ल भ्यूहरू पनि हेर्नुहोस् एउटा चट्टै। हाम्रो दिदीहरू चाहिँ यहाँ एकदम फोटो खिच्नु हुँदैछ। डर त लाग्दो रहेछ यहाँनिर। हाम्रो फोटो सेसन हुँदैछ यहाँनिर दिदीभाइ भान्जाको। हुन्छ भन्नु त छिटो। दामी है। ठिक अगाडि चाहिँ यो स्ट्याचु, यो उयसको सानरूप छ नि भन्छ के हो, के को स्टेबल हो यो? चिरी ए यो रहेछ ठिक अगाडि चाहिँ। अन्त यहाँबाट यस्तो ओह्रालो हेर्दा चाहिँ डर चाहिँ लाग्दो रहेछ चिप्लिन्छ भनेर कि। भर्खर यो मन्दिर दर्शन गरेर चाहिँ अब बाहिर निस्किँदैछौँ हामीले। यो माने सबैले नै यसरी घुम्नु हुँदो रहेछ। त्यसबाहेक यहाँ जति पनि प्याराग्लाइडिङहरू भयो, प्याराग्लाइडिङहरू पनि हुँदो रहेछ। यत्रो ठुल्ठुलो मानेहरू पनि यहाँनिर अब यसरी घुमाएको देखियो है। फोटो खिच्नु पाएन बाहिर चाहिँ चिरी गुम्बा हेर्दै छ हैन दिदी? पेलिङ चिरन्जी
पेलिङको रहेछ र बाहिर बाहिर मात्रै हाम्रो हुँदैछ यो भिडियो चाहिँ हेर्दै गर्नु तपाईहरुले त्यहाँका शान्त वातावरण अनि रम्य पल बिताएपछि हामी अन्ततः यो जग्गाबाट यो मोनास्ट्रीलाई ढोक लागे पश्चात हामी त्यहाँबाट बिदा माग्छौँ। गुड मर्निङ हो र अहिले चाहिँ हामी चाहिँ यो याङथाङ फार्म्समा आएको छौँ। यो अन द वे त्यही भेल्दो रहेछ पेलिङदेखि ओह्रालो अनि यहाँभित्र चाहिँ सराउन्डिङ र इन्भाइरोमेन्ट चाहिँ यस्तो छ हो याङथाङ। यो चाहिँ तपाईँको बर्ड सेङ्चुरी ठुलो मात्रामा छ होइन, सानो रहेछ। यहाँ चाहिँ त्यो खालके छ अरे। अनि अब यसलाई पनि हामी आज एक्सप्लोर गर्दै सिक्किमको जुन हाम्रो दनमदिन डायरिज भनेर आज यो भिडियो बनाएको छु। यो भिडियो चाहिँ अब अहिले चाहिँ याङथाङ फार्म्समा छौँ हामी। यहाँको चाहिँ यस्तै छ यो बिल्डिङ्सहरू, जुन स्कल्पचर छ यहाँनिर हेर्नुहोस्, यो टिबेटन स्कल्पचर भुटानको जुन हिसाबको छ यो चाहिँ यही हिसाबले नै बनाएको स्कल्पचरहरू छ। यो त अब हुनु त साह्रै बेसी त भएको छैन बनाएको पनि, तर एउटा यो पेलिङको चाहिँ मेन एट्र्याक्सनै भएर गएको छ यो पनि अहिले। डिफ्रेन्ट फ्लावर्स एन्ड फाउनाहरू भयो, त्यसरी नै यहाँ कलेक्सन गरेको रहेछ। अन्त अब यसरी नै मेन इन्ट्रेन्सबाट भित्र पसेपछि यो हिसाबको चाहिँ यहाँनिर इन्भाइरोमेन्ट एम्बियन्सहरू चाहिँ देखा पर्यो र प्रायः चाहिँ तपाईँको ग्रिनेरिजहरू भयो। ग्रिनेरिज चाहिँ यसरी यहाँभित्र यो अर्ग्यानिक जुन हिसाबले यो हाउसहरू गरेको छ, यो यसरी नै ग्रिन हाउसहरू बनाएर है यसरी उब्जाएको कुरोहरू देखियो। फ्लावर्सहरू त्यही हिसाबले नै यसरी गरेको रहेछ यहाँनिर। र अब यो एन्ट्रेन्स चाहिँ यो भित्रबाट छ। अनि हेर्दै जाउँ भित्र के कस्तोहरू हुँदै जान्छ, उहाँलाई भन्दै जान्छु म। वर्ल्ड डिस्नीको एउटा म्याम्बी भन्ने मुभीमा चाहिँ एउटा क्यारेक्टर थियो क्या। अनि यो चाहिँ यसलाई चाहिँ क्यालिफोर्निया कोयल भनेर चाहिँ साइन्टिफिक नाम छ। अनि यो पनि स्पिसिस हामीले यहाँ चाहिँ देखियो यो याङथाङ होमस्टेमा। धेरैवटा र आजको दिन हाम्रो याङथाङ फार्म्सको भिजिटले सकिन्छ। त्यहाँको जुन 3 ताकदेखि चलिआएका काजी जमिनदार जुन याप्लाहरूले यो कुरोहरू साँचेर सम्हालेर राखेको देख्दा एकदमै मन प्रफुल्लित भएर हामी हाम्रो आजको दिन यसरी नै अन्त गर्छौँ। र आउने दिनहरूमा पनि यो दिनहरूलाई हेर्न पाऊँ भन्ने आशा साँच्दै हामी त्यहाँबाट घर फर्किन्छौँ। र भिडियो मन परे तपाईँले लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु हुन निवेदन गर्दै आजको भिडियो यहीँ अन्त हुन्छ।